हेलो बुढो के गर्दै हो म त कहाँ होला खाजा खायो अरे बुढो आई लभ यु बुढो अब यो चाहिँ हामी घुमेर आएको माथिबाट माथि घुम्न गएको थियो। अब हामी फर्केर फेरि रिसोर्ट आएको अनि एकछिन रमाइलो गर्ने अनि खाना खाएर घर फर्किने गाइस। यति रमाइलो ठाउँ छ। पानी परेर आज अलिक समस्या भयो त्यही भएर हेलो एभ्रिवान, आज चाहिँ हामी पिकनिक आइरहेको छौँ यो ताँथली भन्ने ठाउँमा। मेरो धेरै ग्रुपहरू यहाँनिर धेरै छ। ऊ अलिक आउँदैछ, कोही अघि गइसकेको छ। हामी चाहिँ यहाँ यति चाहिँ अलिक बिचमा परेको है। एकदमै रमाइलो रहेछ यहाँनिर। के हुन्छ कसो हुन्छ अहिले म भिडियो बनाउने छु। तर यहाँनिर भोकले चाहिँ लास्ट भइरहेछ है। आज चाहिँ टक्क खाना पाएदेखि चाहिँ आनन्द हुने थियो। यति गर्मी छ के भन्नु। गर्मीको साध्य छैन। यता आऊ न बताइ नि। यति गर्मी छ है। के भएको खै मलाई मात्रै हो शीतल हुने चाहिँ हो हजुर। मलाई त बेसरी गर्मी हुन्छ भनेको होला मोटी भएर। हेलो गाइस, यतापट्टि फर्केर के भयो कस्तो भयो कस्तो ठाउँ रहेछ भनिदिनु न। कस्तो भयो? भोक लागेको छ कि छैन? लागेको छ छैन। ल भोक लागेको छ भने चाहिँ कुदेर हिँडिहाल्ने। कुद्ने अब विष्णु दिदी र म त भालेर पछि हो। अहिले गाडीमा नाच्नु पर्ने छ फेरि है। तपाईँ भालेको पछि रे? ए ल ठिक छ, म पछि। मलाई नि भाले नै बन्नु मनपर्छ क्या फेरि। मलाई भाले बन्नु मनपर्छ। दिदीले काटिहाल्यो नि ठाउँ यार। ल ठिक छ। के यहाँनिर यत्रो गाडी आउँदैन रे बाटो? तर अहिले घुमाउनु बाटो छैन होला खै। अनि यो चाहिँ टाँकी हो है गाइस। यो ठाउँ कस्तो लाग्यो भनिदिनु न। रमाइलो भयो होइन? कोही बोल्ने भयो कि? रिसोर्ट कहाँ हो रे? रिसोर्ट कहाँ? कुन? यता हो? हामी त उतै पो झऱ्यौँ नि। यता त देखिएन त रिसोर्ट त। त्यही त दिदी बहिनी समूहको पिकनिक चाहिँ आज हामी यो ताँथली भन्ने ठाउँमा आइरहेछौँ है। गाडी यहाँ तलसम्म नआउने रहेछ। अनि हामी चाहिँ हिँड्दै आइराखेको छौँ। दिदी बहिनीहरूले घुँडा दुखो भन्दै हुनुहुन्छ। अब रमाइलो ठाउँमा नि जाने भन्छ। अब घुँडा त दुखिहाल्छ नि अलिअलि है माया होइन? दुखिहाल्छ नि अलिअलि। एक्सर्साइज हुन्छ, लेफ्ट राइट हुन्छ। भरे टन्न अगाएको बेलामा हिँडेर आउँदा त गाडीमा बस्दा त मजा हुन्छ नि त होइन? आज त ऊ चाहिँ हिँडे नि भएर आइरहेछ। मलाई चाहिँ आज मैले कोठा लगाएको अलिक तारिफ गर्दैछ है मान्छेहरूले। राम्रो त राम्रै छ नि। म त लुगा लाउनै सक्दिनँ गर्मी भएर। मिल्ने भयो त नाङ्गे भएर नि हिँड्थ्यो कि नसकेर नि। मिल्ने भएदेखि नि त्यो ब्रा पनि खोलेर अहिले त गाडीमा बसेँ। एकछिन चक्कर लागेर कस्तो गाह्रो भयो क्या। अनि उठेर उठ्नु थालेपछि मात्रै अलिकति मजा भयो मलाई चाहिँ। रमाइलो रहेछ यो ठाउँ चाहिँ। हामी आएको छैन भने है यो ठाउँ चाहिँ। कहिले नयाँ बाटोहरू पनि हिँड्नुपर्छ क्या हिँड्नलाई।
ठाउँमा ऊ यस्तो हिल्लाएर हिँड्नुपर्छ नि त नि उसले ऊ तेर्सो बाटो गाडी चढ्नेमा लाउँदैन उसले आज यस्तो बाटोमा पुरा हिरोनी बन्द ठाने होला यी हाम्रो जस्तो लाउनुपर्छ यति मजाले हिँडेको छ हामी के गर्नु कसो कसो के दुखेको छ छैन ए ल ए ल म त अब नदुख्ने अर्काले दुखाइदिने हो त्यति ए भने हाम्रो भाले दिदी पऱ्यो ल उसो घोडा दुखायो अरे वा ल अब यीको भिलेजमा आएर अब बुढीहरूले के फुटाउने हो बेलुन त आज डह्रो फुटाउने हो नि रन्काउने हो नि आज हजुर ल्याछ माएर लिएर आऊ भनेको थिएँ मैले भनेको छु नि कबड्डी खेल्नुपर्छ सुरुवाल चाहिँ नमु त है गाइस फेरि हाँसेर पोहोर त मुत्तिन्जेल भएको थियो त्यस्तो चाहिँ गर्नु भएन ए चामल चुम्बारेर घरमा बस्दा त के हुन्छ के हुन्छ दाल दोलहरू उता के कतै उता के होइन घरि काम घरि भाँडा धुवा घरि के गर यो के कुच्चाको यो खाना चाहिँ हाल्दै गर प्लेटमा भनेर भनिहाल्नु नि दिदी यीको भिलेज त के हो माथि डाँडामा लेखमा पुऱ्याएर बेसीमा झर्नुपर्ने पो रहेछ त अनि गाडी चाहिँ नआउने रहेछ है ल ल त्यो गाडीमा भएको मान्छे सबै सोरेर लिएर आउनु पर्दैन को छ के छ ल भने हो यो भाइले त फुल पनि दिदीहरू जस्तै फुलेको फुल ल्याएछ नि बाफरे कहाँदेखि ल्यायो होला है ल जानुहोस् आउनुहोस् भाइ तपाईँ नि थ्याङ्क यू यो सुटीहरू नाच यो सुटीहरू नाच्यो है यहाँ हिरो नाच्यो यहाँ स्वागत गर्ने हिरो चाहिँ झन् एकदम कमालको छ हिरो हिरोनी ल कता लाउनुहोस् हुन्छ त भइगयो भाले के छ पछि ठिक छ भनेर ल ल स्वागत छ हाम्रो इको भिलेजमा गाइस ल इको भिलेजमा स्वागत छ है गाइस सबैजनालाई ल ए के गर्नेमा यहाँ ताल परे पनि सबै कुरो गर्छ यहाँ चिन्तै नगर्नु ल ताल पऱ्यो भने यसो किन ए हिमाली आउने के हो तपाईँहरू चाहिँ फ्यामिली हो ए फ्यामिलीहरू चाहिँ पछाडि बसेर रहेछ नि त ल अब त खाजा खाइहाल्ने है भोक लाग्यो भाइ वासन खोइ आहा क्या शीतल के पायो अरे भालेर पछि यहाँ भाले हो पोथी हो बासी भात खाँदैन म त ताजै खाने हो अब त राखिहाल्यो हुन्थ्यो है साथीहरूले सबै टाउकोमा फुल हालिदिएछ खै के त तपाईँको फुल खै हाम्रो भालेले शिर बनाइहालेछ यहाँ है हजुर तामाङ होला नि हो होइन हो होइन राई हो होइन खुवाउने हो
केही हुँदैन